हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म रेडी भएर कहाँ जाँदैछु भनेर सोध्दै हुनुहुन्छ भने म चाहिँ जाँदैछु पाल्पाको सिद्ध बाबा मन्दिर। आज चाहिँ म के गर्छु भनेर हजुरहरूलाई देखाउँछु। भिडियो लास्टसम्म हेरिदिनु होला। अनि म चाहिँ अहिले पुगेँ माइत। के गरिरहेछन् भनेर हेरौँ है त। सबैजना रेडी भएर मलाई कुर्दै बसिरहेछौँ। सबैले हाई गर्दैछन्, दिदीको छोरीहरू, बहिनी अनि छोरा। अनि यो चाहिँ मेरो बहिनी। अनि हामी चाहिँ बसमा बसेपछि यो चाहिँ मेरो दिदी अनि यो चाहिँ छोरीहरू अनि यो चाहिँ बहिनीको छोरा। अझ छोराले नै हाई गर्छ कति राम्रोसँग। अनि यो चाहिँ बहिनी अनि उता फेरि छोरीहरू सबैले हाई गरिरहन्। हामी रमाउँदै गइरहौँ, कति रमाइलो भइरह। अनि यो चाहिँ महेन्द्र राजमार्ग, यो चाहिँ मर्मत गरिरहन्, त्यही भएर बाटो चाहिँ लास्टै खतम छ। बुटोल जाने बाटो। हामी चाहिँ कपिलवस्तु 4 नम्बरदेखि बुटोल जाँदै हौँ। बुटोल नै पुग्न आँट्यौँ। अनि बाबु चाहिँ सुतिरहेको थियो, अहिले चाहिँ उठ्यो। अनि बाबुलाई नि क्यामेरामा हेर भनेको त हेरिरह बाबु नि। अनि यो चाहिँ तिनाउ खोला, थाहा होला हजुरहरूलाई। यो अहिले चाहिँ हामी चोक पुगेर चोकदेखि पाल्पा जाने बाटोतिर जाँदै हौँ। हेर्नु न कति राम्रो बाटो बनाहन अहिले त, कति दामी देखिरह। अनि भ्यू पनि हेर्नु न कति सुन्दर देखिरहेछ। यहीँ बसौँ जस्तो लाग्ने के, कति राम्रो। अनि हामी चाहिँ अटोमा गइरहेको थियौँ। अनि मन्दिर पनि पुग्यौँ। मन्दिर पुगेपछि लाइन हेर्न सक्नुहुनेछ, कति लामो लाइन हो। मन्दिर पनि देखेँ होइन, लास्टै भिड के। अनि हामी पूजाको सामान पनि किन्यौँ। त्यसपछि हल्का सेल्फी हान्दिउँ भनेर भिडियो गराउँदै बसिरहेको थियौँ। पछाडि पनि लास्टै लामो लाइन थियो। 1 घन्टाको लाइन पछि हामी चाहिँ पालो पायौँ। लास्टै भिड भएर भित्र चाहिँ भिडियो गराउन नपाएर नि बाहिरदेखि भिडियो गराइदिएको। धन्न लोत्न लागेको थियो। अनि नरिवल पनि चढाइदिउँ भनेर नरिवल फुटाएर नि पूजा गरियो। पूजा गरिसकेपछि यो चाहिँ बाहिरको दृश्य। अनि प्रसाद खानलाई चाहिँ बादर चाहिँ मान्छे थिमाउने झम्ती नखोज्ने के फेरि। अनि यहाँ चाहिँ हल्का माथि भिडियो बनायौँ। अनि भिडियो बनाएपछि हामी चाहिँ बाहिर निस्क्यौँ। अनि बाहिर निस्किसकेपछि कहाँ जाऊँ भन्दाखेरि दिदीलाई चाहिँ हिल पार्क देख्नु पर्थेन। अनि हिल पार्क गइदिउँ भनेर चाहिँ हिल पार्क आइदिएको। हेर्नु न कति दामी ठाउँ, कस्तो राम्रो है, राम्रो देखिरह। अनि मेरो मोबाइलमा फेरि चार्ज थिएन, चार्ज सकिएको थियो। त्यही भएर चाहिँ अरू फर्किने बेलाको भिडियो चाहिँ बनाउन पाएन। त्यही भएर भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।